अगाडि आउनेवाला 5 सालको भित्र सबभन्दा बढी प्रायोरिटी त्यही मान्छेले पाउँछ जुन मान्छेको पर्सनल ब्रान्ड हुन्छ। चाहे त्यो मान्छे बिजनेस गर्छ, चाहे त्यो मान्छे कुनै जब गर्छ अथवा त्यो मान्छे पोलिटिक्समै किन जाँदैन, कुनै फिल्डमा फर्स्ट प्रायोरिटी त्यही मान्छेले पाउँछ। र यो सबैभन्दा बेस्ट टाइम हो आफ्नो पर्सनल ब्रान्ड बनाउने। यदि अहिले तपाईँले आफ्नो पर्सनल ब्रान्ड बनाउनु भएन, यदि अहिलेदेखि पनि तपाईँले 6 महिना, 7 महिना अथवा सालभरि पनि ढिलो गर्नुहुन्छ नि, मार्केट अहिले आउनेवाला टाइममा बहुत क्राउडेड हुन गइरहेको छ। बिकज धेरैजसो मान्छेहरूले सोसल मिडियामा इन्ट्री गर्छन् आफ्नो पर्सनल ब्रान्ड बनाउनको लागि एन्ड मार्केट हाम्रो क्राउडेड हुन जान्छ। देन यो सबैभन्दा बेस्ट टाइम हो आफ्नो पर्सनल ब्रान्ड बनाउनेको। अब तपाईँहरूले अहिलेदेखि पर्सनल ब्रान्ड नै बनाउनुपर्छ। र यो मैले अब तपाईँले भन्नुहुन्छ मैले पनि बनाएकै छैन अनि मैले ज्ञान दिइरहेको छु भने मैले ज्ञान दिइरहेको छैन भाइ, पहिला बुझिरहेको अनि मैले पनि तपाईँहरूले चाहिरहेको छु नि कि तपाईँहरूले पनि मसँगै लाइक मैले पनि स्टार्ट गरेको छु। यो मेरो 2-4वटा भिडियोज मैले बनाएको छु, बट नट न्यू अन सोसल मिडिया। बिकज मैले धेरै 3-4 सालदेखि मैले स्टार्ट गरेको छु र मलाई यसको बारेमा मैले बुझेको पनि छु। मैले एउटा च्यानल पनि रन गरेको छु अहिले, देन मलाई थाहा छ र त्यसको बेसिसमा पनि एन्ड मैले पनि अहिले चाहन्छु स्टार्ट गर्ने बित्तिकैदेखि म पनि चाहन्छु तपाईँहरूले पनि अहिलेदेखि नै बनाउँदै जानुहोस्। किनभने तपाईँले अहिले यदि बनाउनु भएन नि धेरै नै गाह्रो हुन जान्छ। र कुनै पनि काम गर्नुहुन्छ तपाईँले सब कन्टेन्ट क्रिएटर हुनैपर्छ। कन्टेन्ट क्रिएटर इदर बाई चोइस अर बाई फोर्स। वाइ? बिकज तपाईँको यदि पर्सनल ब्रान्ड हुँदैन नि देन कुनै पनि मान्छेले तपाईँले चिन्दैन। सबभन्दा पहिला कुरा तपाईँले कुनै पनि बिजनेसलाई प्रमोट गर्नु छ नि देन तपाईँ यदि हुनु भएन भने तपाईँले कुनै अर्को कन्टेन्ट क्रिएटरलाई खोजेर त्यसलाई पे गरेर अनि तपाईँले प्रमोट गराउनु पर्ने हुन्छ आफ्नो बिजनेसलाई। देन तपाईँले यो गर्नुपर्छ मैले भन्दैछु र मैले पनि गर्दैछु नि एन्ड मैले पनि आफ्नो एक्सपिरियन्सहरू तपाईँहरूसँग सेयर गर्छु। देन अब हेर्नुहोस् तपाईँले नै अहिले मैले किन भनिरहेको छु किनभने म चाहिरहेको छु नि तपाईँहरूले पनि अहिलेदेखि नै कन्टेन्ट क्रिएट गर्नुहोस्, तपाईँले बनाउनुहोस्। तपाईँले त्यो हुनु तपाईँको चोइस पनि होला नि भिडियो बनाएर नै गर्नु, लाइक भिडियो बनाउने तपाईँको चोइस पनि होला। अब मसँग नै सोध्नुहुन्छ देन मेरो त भिडियो बनाउने इज माई प्यासन एन्ड म त्यसको लागि गर्छु। तपाईँको के छ आई डोन्ट नो, तर तपाईँले पनि लाइक गर्नु त पर्छ। अब तपाईँ अब यदि पैसा कमाउने माइन्डसेट हुनुहुन्छ, तपाईँको माइन्डसेट यदि पैसा कमाउने छ देन अर्ली सुरुमा त पैसा पाउँदैन तपाईँले। मैले पनि अहिलेसम्म पाइरहेको छैन, बट स्टिल आई एम डुइङ एन्ड आई विल डु। वाइ? बिकज दिस इज माई पेसन, आई लभ टु डु दिस, द्याट्स वाइ। मान्छेहरूले पनि धेरै कुरा भन्छन्, तपाईँहरूले पनि भन्नुहुन्छ कि रिलेटिभ्समा यो भन्छन्, यता ऊ भन्छन्, त्यता ऊ त्यो भन्छन्, केही फरक पर्दैन। आई डोन्ट केयर, मलाई पनि भन्छन् बट आई डोन्ट केयर। वाइ? बिकज मलाई गर्नु छ नि देन वाइ? देन अब मेरो लाइफ कस्तो हुन्छ अगाडि आउने टाइममा मलाई थाहा छ। यसैको थ्रु लाइक मैले कन्टेन्ट क्रिएट गरेर नै आफ्नो लाइफलाई बेटर बनाउन सक्छु, मलाई थाहा छ। एन्ड तपाईँले पनि बनाउन सक्नुहुन्छ र रियालिटी नै यही हो। अब जुन मान्छेलाई गरेकै छैन त्यो मान्छेलाई केही पनि थाहा छैन। अब यसको फाइदाहरू के छ मैले यसको फाइदाहरू पनि यसो भनिदिन्छु है। यसको फाइदा हेर्नुहोस्, सबभन्दा पहिला फाइदा त हुन्छ तपाईँको पर्सनल ब्रान्ड हुन्छ एन्ड पर्सनल ब्रान्ड इज मोस्ट इम्पोर्टेन्ट इन टुडेज वर्ल्ड अहिले अथवा आउनेवाला फ्युचरमा पनि। बिकज मैले भनिदिइसकेँ अघि नै भने बिजनेसलाई प्रमोट गर्नु छ देन तपाईँले पर्सनल ब्रान्ड हुनुपर्छ। तपाईँले नाम बनाउनु छ देन पर्सनल ब्रान्ड यही त हो नि। एउटा त अनफेयर एडभान्टेज चाहिँ यो हो। अर्को के हुन्छ भन्दाखेरि स्किल डेभलपमेन्ट। अब तपाईँले कतिजना मान्छे हुनु होला, अब तपाईँलाई मलाई जस्तो लाग्छ तपाईँहरू अहिले मेनली क्लास 9, 10, 11, 12मा पढ्दै हुनुहुन्छ। मैले पनि अहिले 12 पास आउट हो। अहिलेसम्म पनि मैले कम्युनिकेसन स्किल मेरो अलि त्यति पनि बेटर भएको छैन। तर मैले जुन दिनदेखि कन्टेन्ट क्रिएट गर्दैछु नि त्यो दिनदेखि मैले इभन 1%ले पनि बेटर भएछ नि, धेरै नै बेटर भएछ। मैले यस्तो पनि फ्लुएन्टली बोल्न सकिरहेको थिएन। वाइ? बिकज मैले मसँग कम्युनिकेसन स्किल थिएन नि एन्ड त्यो कम्युनिकेसन स्किल बेटर कस्तो भयो त यही भिडियो बनाएर कन्टेन्ट क्रिएट गरेर। एन्ड तपाईँले पनि त्यस्तो गर्न सक्नुहुन्छ। तपाईँको बडी ल्याङ्ग्वेज कस्तो हुन्छ यो पनि तपाईँले सिक्नुहुन्छ। तपाईँ कसरी क्यामेराको अगाडि बोल्ने एकदमै फ्लुएन्टली तपाईँले त्यो पनि सिक्नुहुन्छ। तपाईँको एकदमै मैले भने नि अनफेयर एडभान्टेज हो कि तपाईँले यदि पैसा कमाउन सक्नु भएन नि भने पनि तपाईँले कम्युनिकेसन स्किल जुन तपाईँको अहिले छ र तपाईँ बनाउँदै बनाउँदै सिकिहाल्नुहुन्छ नि सालभरिमै। यदि तपाईँले सालभरि कन्सिस्टेन्टली मेहनत गर्नुभयो, कन्टेन्ट क्रिएट गर्नुभयो भने तपाईँले सालभरिमा जे कुरा सिक्नुहुन्छ नि तपाईँले जुन डेभलप भइहाल्छ स्किल तपाईँको भित्र, इन्टरनल स्किल मैले भन्न खोजेको छु। त्यो त ग्रेट, द्याट इज ग्रेट थिङ्स। त्यसलाई नर्मल नलेऊ के, बुझ्नुभयो? अब
अर्को पोइन्ट के छ भन्दाखेरि मोनेटाइजेसन एन्ड करियर पर अब तपाईँको यदि तपाईँले तर यो पाउँछ तपाईँले पैसा पाउनुहुन्छ बिकज तपाईँले केही भ्यालु दिनु भइरहेछ देन भ्यालु दिनु भइरहेछ देन तपाईँले पैसा त पाउनुहुन्छ बट अहिले स्टार्टिङमा युट्युबमा अथवा सोसियल मिडियामा स्टार्टिङमा धेरै जसो कन्टेन्ट बिना पैसाको तपाईँले क्रिएट गर्नुपर्ने हुन्छ यदि तपाईँले रेडी हुनुहुन्छ देन तपाईँले कन्टेन्ट क्रिएसन स्टार्ट गरिदिनुहोस् र नट नट सन्डे नट मन्डे टुडे अहिलेदेखि तपाईँले स्टार्ट गरिदिनुहोस् र तपाईँले पैसा पनि कमाउन सक्नुहुन्छ तपाईँको यहाँबाट एउटा युट्युबर नै बन्न सक्नुहुन्छ तपाईँको फेम पनि बन्छ नेम पनि बन्छ सब कुरा बन्छ बट त्यसको लागि तपाईँले मेहनत गर्नुपर्ने हुन्छ कन्टेन्ट क्रिएट गर्दै जानुपर्छ अब तपाईँहरूले भन्नुपर्छ अब यसलाई कसरी क्रिएट गर्ने त दाइ हाउ टु क्रिएट कन्टेन्ट सबैभन्दा पहिला तपाईँले कुनै स्किल आउँछ एउटा पनि कुनै स्किल आउँछ नि त्यसैले तपाईँले सिकाउनुहोस् बिकज यो हो आफ्नो भित्रको स्किललाई एक्सप्रेस गर्ने कि आफ्नो भित्रको जुन स्किल छ नि त्यसलाई बाहिर देखाउने पब्लिकली लग्ने नो प्रब्लम यार स्किल छैन भने पनि तपाईँले बनाउन सक्नुहुन्छ कसरी मैले भन्दैछु वेट 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 तपाईँले आफ्नो लाइफलाई जो डकुमेन्ट भन्नु तपाईँसँग स्किल छैन तपाईँसँग सिक्ने क्षमता छ तपाईँले सिक्न सक्नु त हुन्छ तपाईँले सिक्न सक्नुहुन्छ देन फाइन द्याट इज ग्रेट थिङ द्याट इज अनफेयर एडभान्टेज फर यु बिकज तपाईँले सिक्नु पनि भइरहेछ सिकाउनु पनि भइरहेछ देन पर्छ आजैदेखि तपाईँले कुनै पनि एउटा स्किल जुन पनि स्किल तपाईँले गर्न चाहनुहुन्छ तपाईँले राम्रो लाग्छ त्यो स्किल तपाईँले चुज गर्नुहोस् र त्यो स्किललाई चुज गरेर तपाईँहरूले त्यसलाई सिक्दै जानुहोस् तपाईँले मास्टर गर्दै जानुहोस् अब कसरी तपाईँले यसबाट लाइक स्किल सिक्ने बेला पनि कसरी तपाईँले कन्टेन्ट बनाउन सक्नुहुन्छ भन्दाखेरि तिनवटा तपाईँले चिज याद राख्नुहोस् एउटा वाट हाउ र वाइ तपाईँले तिनवटा चिज याद गर्नुहुन्छ अब तपाईँले कुनै पनि लाइक कुनै पनि स्किल तपाईँले सिक्नुभयो मैले इक्जाम्पलबाट पनि बुझाउँछु तपाईँले कुनै पनि एउटा स्किल चुज गर्नुभयो तपाईँले सिक्नको लागि कहाँबाट सिक्नु भइरहेछ वाट त्यो भयो सबभन्दा पहिला पोइन्ट कहाँबाट तपाईँले सिक्नु भइरहेछ कुनै युट्युब लेक्चर हुनसक्छ कुनै कोर्स तपाईँले लिन सक्नुहुन्छ त्यो कुनै बुक्सबाट नै तपाईँले पढेर सिक्नु भइरहेछ अर्को छ कसरी सिक्दैछु मैले कसरी सिक्दैछु अब मैले लाइक कुनै पनि एउटा स्किल लिइसकेँ नि त्यसलाई कसरी कसरी मैले सिक्दै गइरहेको छु कसैले आफूलाई अपग्रेड गर्दै गइरहेको छु कति टाइम दिइरहेको छु र कुन तरिकाले सिक्दैछु त्यो तपाईँले सेयर गर्न सक्नुहुन्छ र अर्को छ वाइ तपाईँले किन सिक्नु भइरहेछ तपाईँले कुनै पनि स्किल जसरी सिक्नुभयो भने तपाईँले अब फाइनेन्सियल प्रब्लमको लागि हुनसक्छ तपाईँले कुनै स्किल सिक्नुभयो कमाउनुको लागि देन फाइनेन्सियल प्रब्लम छ तपाईँसँग देन तपाईँले सिक्नुभयो भने पनि हुनसक्छ अथवा तपाईँको इन्ट्रेस्ट छ तपाईँको मन लाग्छ त्यो स्किल सिक्नमा यु लभ टु डु द्याट द्याट द्याट्स वाइ यु आर डुइङ नो एन्ड फाइन अब मैले नै भन्छु भने कन्टेन्ट क्रिएसन गर्दैछु मैले कन्टेन्ट क्रिएसन कहाँबाट गर्दैछु कहाँबाट सिक्दैछु मैले युट्युबमा पनि धेरै जसो भिडियो हेर्छु नि मैले एक्सपिरियन्स पनि गरेको छु एन्ड त्यहाँबाट मैले भनिदिइसकेँ युट्युबबाट सिक्दैछु फेरि मैले कसरी सिक्दैछु त मैले सिक्दैछु आफैले लाइक भिडियोजहरू हेरेर त्यसपछि बसेर मैले कमसे कम 3-4 घन्टा त दिन्छु नै दिन्छु कन्टेन्ट क्रिएसनमा 3-4 घन्टा जसम्म त दिन्छु नै दिन्छु एन्ड मैले अब स्क्रिप्टिङ गर्छु पहिला त रिसर्च गर्छु कन्टेन्ट रिसर्च गर्छु जसमा एआई टुल्सको पनि युज गर्छु म त त्यसपछि अब स्क्रिप्टिङ गर्छु र स्क्रिप्टिङ गरिसकेपछि मलाई बल्ल लाग्छ कि यो राम्रो छ अब पर्फेक्टतिर त मैले जाँदैन तर मलाई लाग्छ यो राम्रो छ बनाउन सकिन्छ यो भिडियोमा देन मैले बनाइदिन्छु देन अब सुट गर्छु अहिले जस्तो सुट गर्दैछु नि सुट गर्छु एन्ड एडिटिङ गरेर एन्ड देन अपलोड गर्छु यस्तो कामहरू गर्नुपर्ने हुन्छ बुझ्नुभयो यो मैले किन गरिरहेको छु बिकज आई लभ टु डु दिस मलाई मजा आउँछ कि मैले कन्टेन्ट क्रिएट गर्दैछु नि अनि मैले फेरि एक्लै पनि छु रुममा देन मलाई एउटा एक्लै पनि छु नि देन मलाई लाग्छ कि तपाईँहरूसँग मिलेर मलाई क्रिएट गर्नुपर्छ तपाईँहरूसँग मेरो पनि मन लाग्छ अनि तपाईँहरूको पनि लाग्छ तपाईँहरूले भ्यालु पनि पाइहाल्नुहुन्छ फाइन मेरो पनि मेरो भित्रको स्किल पनि डेभलप हुँदै जान्छ द्याट्स वाइ आइम डुइङ नो एन्ड हुनसक्छ फ्युचरमा त धेरै ठुलो नै हुनसक्छ मैले आज भन्दैछु नम्बर 1 त म भन्छु नै आई एम ओपन विथ दिस कि मैले नम्बर 1 भन्छु एन्ड मैले ड्रिमलाई सेयर गर्नुमा एकदमै ओपन छु केही प्रब्लम छैन गर्न चाहनुहुन्छ देन गर्नुहोस् र कमेन्टमा गर्नुहोस् कुन स्किल तपाईँले सिक्नुहुन्छ कन्टेन्ट क्रिएसन नै तपाईँले गर्नुहुन्छ भने पनि त्यो बेस्ट हो तपाईँले कुनै पनि स्किल सिक्नुहुन्छ नि देन पनि कन्टेन्ट क्रिएसनबाट एलाइन गर्नुहोस् क्या दुवैलाई तपाईँले कन्टेन्ट क्रिएसन गर्नै पर्छ भन्ने छ मैले भने नि किन भन्ने रिजनहरू मैले पठाइसकेँ बेनिफिट्सहरू यसको के छ त्यो पनि मैले बताइसकेँ कसरी क्रिएट गर्ने यदि तपाईँले स्किल्स आउँछ देन स्किललाई सेयर गरेर तपाईँले कन्टेन्ट क्रिएट गर्नु सक्नुहुन्छ र यदि तपाईँले कुनै पनि स्किल आउँदैन भने तपाईँले आफ्नो लाइफलाई डकुमेन्ट गरेर बनाउन सक्नुहुन्छ मलाई पनि कुनै स्किल आउँछ देन मैले सिकाइरहेको छु एन्ड देन मैले आफ्नो लाइफलाई पनि डकुमेन्ट गरिरहेको छु यो च्यानलमा यो नयाँ च्यानल हो अर्को च्यानल पनि छ जसमा मैले पढाउँछु एन्ड त्यसमा पनि 2000+ सब्सक्राइबर मैले गरेको छु मैले
अब 2000 सब्सक्राइबर गरेर सिकाइरहेको छु भन्ने छैन, मैले चाहिरहेको छु नि तपाईँहरूले पनि गर्नुहोस्, बिकज यो मेरो यो 3टा सायद यो थर्ड भिडियो हो मेरो, तर मैले पनि चाहन्छु तपाईँहरूले पनि सिक्नुहोस्, तपाईँले गर्नुहोस् भनेर मेरो मेन मोटिभ यो हो, मेरो मेन उद्देश्य यो हो कि यो च्यानल बनाउनुको, तपाईँहरूले पनि सिक्नुहोस्, मेरो मेन यही हो यार। अब अरू के भनौँ, कुनै टपिकमा भिडियो चाहियो भने तपाईँले कमेन्ट गर्नुहोस्। ठिक छ, बाई बाई।